पहिला पहिला हामीलाई चाहिँ हाम्रो एक्जाममा चाहिँ क्वेसन आउँथ्यो के, घुस लिन्या र दिन्या दुवै अपराधी हुन्, यो भनाइ कसको हो भनेर आउँथ्यो होइन। हामीले चाहिँ पृथ्वीनारायण शाहको भनेर लेख्थ्यौँ क्या। तर अहिले चाहिँ सायद यो परिवर्तन भइसके जस्तो छ होइन। घुस नलिने र घुस नदिने दुवै अपराधी हुन्। नपत्याए बालिन शाहलाई हेर, हर्क साम्पाङलाई हेर, कुलमान घिसिङलाई हेर, अब रवि लामिछानेको त कुरै नगरौँ होइन। त्यसैले यो चाहिँ त्यस्तै उस्तै हो। अब मिलेर बुझौँ। नपत्याए त्यो अस्ति भर्खर प्रधानमन्त्रीले चाहिँ रोस्टममा गएर कर्मचारी भनेको मन्त्रीसँग लोयल हुनुपर्छ, लोयल नभएको खण्डमा ट्रान्सफर गरिन्छ, उसलाई कामबाट निकालिन्छ होइन। यो स्वाभाविक हो, केही छैन। कर्मचारी भनेको मन्त्रीसँग लोयल हुनुपर्छ, देशसँग लोयल हुनु आवश्यक छैन। त्यसैले कुरा यति बुझौँ है त। ल म लागेँ।